हेलो साथीहरू, नमस्कार। के छ, आरामै सन्चै हुनुहुन्छ? हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा साउदीको रियादमा यसो तालिम भइरहेछ। तालिमबाट चाहिँ भर्खरै खाना खानको लागि बाहिर निस्किरहेछ। यसो साउदीको बाहिर यस्तो छ माहौल चाहिँ गर्मी, एकदम तातो घाम 50-55 डिग्रीको घाम चाहिँ बलिरहेछ। अनि त्यसमा हामी चाहिँ यसो दोकानतिर जान लागेको है। हामी चाहिँ साथीहरू छौँ, पूर्वतिरको पश्चिमतिरको दुईजना छ। मैले चाहिँ यसो मिलेर दोकानतिर गएर नास्ता सास्ता खाने भने हो। साउदीतिरको माहौल चाहिँ यसो छ। गाडीहरू घुरिरहेछ, गाडीहरू रोकिरहेछ, पसलहरू यतातिर छ। अगाडि चाहिँ पुल छ है, पुलभन्दा माथि आएर हिँड्ने बाटो त मेन रोड होला सायद। त्यति थाहा त छैन। भर्खर दोकानतिर आइसकेका छौँ है। दोकानतिर चाहिँ यस्तो छ है, यतातिर फ्रिजमा पानीहरू छ। यतातिर चाउचाउ, नेपालतिर पाइने चाउचाउ, यता नुडल्स भन्ने रहेछ, पिउने चिजहरू छ। यता फ्रिजमा पानी टक्क चाहिने फ्रिजहरू राखेको छ है। यता जार छ, साबुनहरू छ है, चाहिँ सब ठिक छ। अन्त स्याम्पूहरू रहेछ। टक्क साथी, म चाहिँ दही निकालेँ, दही खानु पऱ्यो।